हेलो हेलो साथीहरू सम्पूर्णमा नमस्कार। आज चाहिँ म खच्चरको बारेमा भन्दैछु, खच्चरलाई देखाउँदैछु है साथीहरू। हेर्नुहोस् है, गाडी नपुग्ने ठाउँहरूमा, गाडी सुविधा नभएको ठाउँहरूमा, कुना कन्दरा गाउँघरहरूतिर यसरी खच्चर चल्छ है साथीहरू। खच्चरले चाहिँ गिटी बालुवा ढुङ्गा सरिया सिमेन्ट गरेर चाहिँ घर लगाउन अनि स्कुलहरू लगाउन, सङ्घ संस्थाहरू लगाउन यसरी मद्दत गर्छ। अनि पहिलाको जस्तो धुवा नि पाइँदैन, पहिलाको जस्तो खच्चर ननस्टप चल्ने बाटोहरू पुरै गाडी चलेर आजभोलि चाहिँ अब यसरी गाउँघरमा चल्न परेको छ खच्चरहरूलाई। कलकलको बगिरहेको छ है पानी यसरी, हेर्नुहोस् त। बिचबाट कुलो यसरी बगिरहेको छ, वरपर पुरै हरियाली छ, फुलहरू यसरी फुलिरहेको छ है। एकदम रमाइलो छ बसन्त ऋतुमा। यो बाउली खोलाको पानी यसरी कलकल बगिरहेको छ, यति राम्रो छ है साथीहरू। खोला यसरी कलकल पानी बगिरहेको छ। वाह।